बान्नामै सटाएर माटो तपाईँ चाहिँ फिलिङ गरेर हेर्नुहोस् है। माटो फिलिङ गरेर त्यसपछि ढुङ्गासुङ्गा राखेर माथि ढलाइ जस्तो चाहिँ गरे, आँगन जस्तो बनाइए। अनि त्यो गर्दाखेरि त्यो बाहिर देख्दा राम्रो, तर भित्रबाट त्यो तपाईँ चाहिँ रसाउँदै गएछ। पानी रसाउँदै गयो, रसाउँदै गएपछि त्यो बान्नु भत्केर बाहिर माथि थाहै छैन, तर भित्र एक्कासी तपाईँ चाहिँ भत्केको चाहिँ स्थिति देखियो। घटनाबाट तपाईँको चाहिँ एउटा मानवीय क्षति हुन सकेन, बाँच्यो। तर त्यसले चाहिँ धेरै कुराहरू मलाई चाहिँ सिकायो। जस्तो अब यो पहाडको ठाउँमा तपाईँ चाहिँ बस्दाखेरि जस्तो बान्नामा तपाईँ चाहिँ सटाएर नै घर बनाउनु हुँदो रहेछ। कमसेकम 1.5 मिटर तपाईँ चाहिँ टाढा राख्नु पर्दो रहेछ होइन। अनि साइडबाट तपाईँ चाहिँ कुलेसो काटेर, बर्खाको पानीहरू साइडबाट कुलेसो काटेर तपाईँ चाहिँ फाल्नु पर्दो रहेछ। अनि यस्तो ढुङ्गाको मैले जुन गड लगाइरहेको छु यो सबै ठाउँहरूमा, यसले तपाईँको चाहिँ यसले पनि रोकथाम गर्ने भयो। फेरि तत्कालै तपाईँ चाहिँ बनाइहाल्न पनि हुँदो रहेछ। बर्खाको समय 1 वर्ष कमसेकम माटो तपाईँ चाहिँ बस्यो भने, अर्को वर्ष घर बनाउनु छ भने यो वर्ष तपाईँ चाहिँ खारेर भुसै नहुने प्रकारको कस्तो छ भूगोल, सबै कुराहरू चाहिँ हेरेर त्यसरी गराउँदाखेरि चाहिँ उपयुक्त हुँदो रहेछ। त्यो कुराले मलाई धेरै पाठ सिकायो। अहिले मैले देख्नुहुन्छ मेरो यहाँबाट यो बलेनीको पानीहरू जति छ यो टिनको पानी, यो पानी सबै कलेक्सन भएर यहाँबाट आएर यो पाइपबाट फेरि तल झर्छ। यो तल भुछाइ हुन्न तपाईँ चाहिँ, यो पानी कलेक्सन भएर सडक जाने भयो। यो भत्किने यताउति केही पनि। अहिले जुन घर बनाएको छु, वास्तवमा मान्छेको जीवनभन्दा ठुलो कुरा केही रहन्छ कि होइन। जीवनमा हामी जति बाँच्छौँ त्यसको आधा समयभन्दा बढी हामी तपाईँ चाहिँ त्यो आवासमा बिताउँछौँ। त्यसले गर्दा ती बस्ने आवासहरू अत्यन्त तपाईँ चाहिँ सुरक्षित हुनुपर्दो रहेछ भन्ने प्रकारको अनुभूति पनि भयो। वास्तवमा तपाईँ चाहिँ घर सानो ठुलो भन्ने भन्दा पनि भूकम्प प्रतिरोधी यस्ता तपाईँ चाहिँ बाढी पहिरो आउने बेला सुरक्षित प्रकारको चाहिँ बास भयो भनेपछि नै बल्ल आनन्द हुँदो रहेछ। बर्खामा पानी पऱ्यो गड्याङगुडुङ भयो भने तपाईँ चाहिँ निन्द्रा लाग्थेन। हेर्नुहोस् अहिले मजासँग सुत्न सक्छु कि म, किनकि तपाईँ चाहिँ साइडबाट चाहिँ वालहरू चाहिँ लगाएको छु, बोट बिरुवाहरू चाहिँ लगाएको छु, माथितिर पनि गडा ठुल्ठुला चाहिँ गडा बनाएको छु होइन। अनि बाटाको साइडैबाट तपाईँ चाहिँ पानी काटेर खोल्सातिर चाहिँ फालेको छु। त्यसले गर्दाखेरि तपाईँ चाहिँ पानी सानी पर्दा पनि अत्यन्त सुरक्षित भएको चाहिँ महसुस भइरहेको छ। अहिले त एकदम राम्रो, अहिले सुरक्षित छ। यहाँ आएदेखि आनन्द भएछ। पुलिसो काटेको पनि सबै पानी जाने गरा छन्। अहिले भने ठिकै राम्रै महसुस गरे। अनि उहाँले गरेको एउटा अझै महत्त्वपूर्ण काम भनेको चाहिँ आफ्नो घर छेउबाट चाहिँ कुलेसो कटाएर पानीलाई चाहिँ खोल्सामा फाल्नु भएको छ। अनि अर्को कुरा चाहिँ आफ्नो घरको जुन छानाबाट भले नि पानी निस्केको हुन्छ त्यो पानीलाई चाहिँ उहाँले कुलेसो कटाएर पाइपबाट करिब 20 मिटर पर लगेर खोल्सामा फाल्नु भएको छ। कस्तो राम्रो आइडिया। त्यो सँगै भिरालो ठाउँमा चाहिँ घाँसहरू लगाउने, फलफुलका बुटाहरू लगाउने, रुखहरू लगाउने गर्यो भने त्यसले चाहिँ माटो पनि मजबुत गरायो अनि घाँस चाहिँ पशुपालनका लागि पनि काम आयो र फलफुल छ भने मान्छेका लागि पनि काम आयो। कस्तो राम्रो जुक्ति, कस्तो राम्रो आइडिया। तपाईँ पनि यो आइडियालाई चाहिँ फलो गर्नुहोस् है त।